साथीहरु झापा दमकको भिभा प्लस 99 सब मार्केटमा छु है त। यहाँ हामीलाई चाहिने सामानहरु किचन आइटमहरु रहेछ, हेर्नु होला है त साथीहरु। यहाँ जति पनि मूल्यमा पाउन सक्नुहुन्छ, सस्तो मूल्यमा सामान अनुसार क्वालिटी अनुसार है त। 199 299 399 499 599 र 699 799 899 र 99 र 1099 सम्ममा सामानहरु पाउन सकिने रहेछ, हेर्नु होला है त। म पनि यहाँबाट धेरै सामानहरु लगेर युज गरिसके। हजुरहरु पनि आउनु होला, सस्तो मूल्यमा चाहिए अनुसारका सामानहरु जति पनि पाउन सक्नुहुन्छ। किचन आइटम देखि लिएर हामीलाई सब चीज युज गर्न सकिने सामानहरु पाउने रहेछन् र उहाँहरुले सानो कन्टेन्ट बनाइदिनु न सिस्टर यहाँ हाम्रो भन्नुभएर मैले बनाइदिएको छु र यहाँ एकजना दाइ हुनुहुन्छ, उहाँलाई पनि सोध्ने छु के भन्नु हुँदो रहेछ है त यो मार्केटको बारेमा। दिनको कति सम्म बेच्न सक्नुहुन्छ? यहाँको भन्नै सकिएन, जति पनि हुन सक्छ। राम्रो छ नि मार्केट? ठीक छ एकदम राम्रो चलेको मार्केट है। व्यापार गर्दै देखौँ राम्रो हुन्छ। अझै राम्रो हुन्छ हैन? सामानहरु अहिले जे चाहिएको जति छ नि, लगभग धेरै आइटम राखेको छ। धेरै आइटम 99 का छन् हैन? अधिकांश आइटम 99 का छन् नि। प्लस 199 299 399 499 त्यस्तै 99 त्यस्तै छन्। अब क्वालिटी अनुसारको हुन्छ नि त हैन दाइ? हो, क्वालिटी छ। क्वालिटी अनुसारको हुन्छ र सामान अनुसारको हुन्छ, सानो साइज ठुलो साइज हैन? हो, ठीक छ त। गुडियाहरु पनि एकदम त्यस्तै क्वालिटी अनुसारकै रहेछन् हैन? ल थालहरु पनि रहेछन् एकदमसँग 99 कै मार्केट हो, पाइएकै सामानहरु छन् हैन? तेल लाउने जगसग पनि रहेछन्। मेरो माइजू उहाँ बुधबारे बिर्तामोडदेखि माथि उता बुधबारे साइडबाट आएर पनि थोरै शपिङ गर्नुभयो। मार्केट हेर्न आउनु भएको छ र शपिङको लागि पनि यसो उपस्थित हुनु भएको छ। थोरै तिनो जे जति लगे पनि हैन? लानु भयो नि माइजू हैन? लगे ठीक छ त। एउटा दमकको मार्केटबाट यसो चिनो पनि हुन्छ भनेर लग्यो। ल यस्तै छ हाम्रो मार्केटमा हैन? ल भाइ, अनि व्यापार त एकदम राम्रो रहेछ हैन 99 को? दिनको चाहिँ कतिसम्म चाहिँ यहाँ जान्छ त सेल? एक्ज्याक्ट भन्नै सकिँदैन नि हामीले कति हुन्छ भन्ने। हो र? बिक्छ होला ठिकै हैन? टाइम पास। धेरै चलेको मार्केट हो नि त पहिलेदेखि। अब 99 सुन्दै आएको हो हैन? ठिकै छ, हल्का फल्का जाँदै जान्छ। सबैजना आइदिनु होला। भिभा प्लस 99 सानो कन्टेन्ट बनाएको छु। विशाल मार्केट।